विशालमा कवि भानुभक्त ससुरालीका घरै जाम भनी जान्थ्या घरतिर बाटको सतिरमा थियो कुवा एक अनि। जेठ मास पो रहेछ घामले कविजीका बाधा गर्यो देहमा, खान्छु पानी भनी गया कवि तहाँ कुवा थियो सेपमा। खाई पेट भरी पानी ताहिती बस्या एकछिन त आरामली, कुवा मस्तिरबाट घाँसिजन एक भारी ठुलो घाँसली। आयो भारी बिसाई पानी पी खुब ताही बस्यो त्यो पनि, देख्दैमा कविलाई सजन भनी ठानेर सोध्यो पनि। कहाँ हो घर आज जानु छ कहाँ, कसमा हुनु भो भनी सोधेको सुनि भानुभक्त कविले कामठाम बताया पनि। बाजे सज्जन विप्र पण्डित रछन् भन्या सुने थियो जसै, लाग्यो घाँसी त गर्न पण्डित सरी ज्ञानका कुरा पो तसै। बाजे खानु भएछ पानी अहिले यस्ता बडाले पनि, लाग्यो खुसी मलाई आज मनमा यो काम असल भो भनी। पानी आही थियो चिसो र पहरा देखि छियाको भए, धारो गर्न खडेरीमा त नहुन्या सुकेर सानो भए। कोदालाहरू मात्रले खनी कुवा साधै नहुन्या थियो, पानी खानहरू कुनै असजिलो साह्रै भयाको थियो। एकछिन पानी पिएर बस्न पनि ठाउँ थियो विकटको अति, मैले आग्री लगाई काटी पहरो कुवा खन्याको यति। 10-8 मानिस बस्नलाई सजिलो यति चिठाई दिया, पासमा धन नलिकै भयाहरू ठुलो कृति म राख्न्या थिया। मेरो गोठ्याही पारी भैँसी तिनी हुन्, तिनलाई घाँस हाल्दछु, तिनकै गोबरमै गरी अलिअलि खेती जहान पाल्दछु। भैँसीको जिउ घिउ बेची कपडा निर्वाहन उनको गरी, बाजे जीविका छ धेरै धन पो के हुन्छ धर्म भरी। मै हुँ धङ्कट छु भनेर हिँड्न्या जन्मे तिनाङ्गै यता, आखैले कति देखियो गइसके धन छोडी नाङ्गै कहाँ। तिनको नाम निशान लुप्त हुन गो क्या काम भो धनको भई, खान्छन् धन अरूले छ पाप त भन्या रुन्छन् नरकमा गई। रीति हो जनले त राखनु ठुलो घरभित्र धन छाडी त, स्वास्नीका बधुका भदै तका हुनन् आखिरमै खानी त। पानी खानी भनी कुवा खनिदिया यति गरे तापनि, मेरो नाम लिएर पानी खुसी भई खानन् कि के काल भनी। मेरो बुद्धि छै भन्या हजुरले के ठान्नु भो आज लौ, जान्छु भैँसी गए परै पुगिसके फर्काउनै पर्छ धौ। यस्ता बात गरी घाँस बोकिकन त्यो घाँसी गएथ्यो जसै, घाँसीको सब बात सुनेर कविको मन त भयो छक्तसै। घाँसी ब्राह्मण पन्थ जैसीतिर छन्
कुमाई धनका गरिब सत्सङ्गत सुनि त्यो पुराण गरुडको बात गर्नमा काहरे त्यही बिचमा कविका त त्यो मन बिसे जुन भावना पो भयो त्यही बातका कविताई पद्य दुई हुन् लोकमै प्रसिद्धै छ जो भरा जन्म घाँसतिर मन्दे धन कमायो नाम केही रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भई काना जयस्तो मेरा इनार न त सतल पाटीकै छन् जो धन र चिजहरू छन् घरभित्र नै छन् यस घाँसीले कसरी आज दिएछ आरती धिकार छ मकन बस्नु नराखी कीर्ति यस घाँसीले कसरी आज दिएछ आरती धिकार छ मकन बस्नु नराखी कीर्ति